मेरो गाउँको मिनी ब्लगमा स्वागत छ। अनि आज बिहान उठ्दा त कुहिरो लागेको थियो है। मौसमले च्यालेन्ज गर्दै थियो, तर पनि म थुन्चे बोकेर खेततिर लागे र बाटो हेर्दा त बिजोगै थियो। रोड हो कि खोला हो त्यस्तो खाले थियो र जंगलको बाटो भएर पनि म गए। अनि खेतमा पुग्दा बुवा एक्लै काम गर्दै हुनुहुन्थ्यो। मौसम त्यस्तै थियो है र केही समयपछि मौसम क्लियर भयो। बुवाले काम गर्दै हुनुहुन्थ्यो र मैले पनि ढुङ्गा टिपेर फाले, किनभने नयाँ खेत थियो। त्यो कारणले गर्दा ढुङ्गाहरू टिप्नु पर्थ्यो र मैले ढुङ्गा टिपेर छेउतिर फाले। गरा ठुलो थियो है, त्यो कारणले गर्दा ढुङ्गा छेउसम्म फाल्न गाह्रो थियो र मैले ढुङ्गाले जम्मा गरेँ अनि थुन्चेमा हालेर म उठ्न गाह्रो भइराखेको थियो, तर पनि मैले छेउमा लगेर फाले। केही समय काम गरिसकेपछि मलाई भोक लाग्यो अनि म खाना खान घरतिर हिँडेँ। खानासाना खाएर फेरि म खेततिर फर्केँ। गरासम्म आउनु पर्ने थियो र मैले खने अनि माटोहरू फाले छेउतिर साबेले झ्याम। मौसम गर्मी थियो तर पनि कामसाम गरेँ है, रेस्ट गर्दै पानी पिउँदै, किनभने त्यो काम सकाउनु थियो र साबेले नबोकेको ठाउँमा ठेला गाडीमा हालेर मैले माटो सम्याएँ र अन्तिममा गरा रेडी भयो है। गरा टक्क मजाले बनायो र फेरि घरतिर जानलाई सामानहरू हालेँ अनि घरतिर खुरुरुरु कुदेँ।